कीर्तिपुरको एउटा यस्तो इतिहास छ जुन सुन्दा आज पनि मानिसहरू स्तब्ध हुन्छन्। घटना विक्रम सम्वत 1814 तिरको हो, जब गोर्खाली सेनाले कीर्तिपुरमाथि पहिलो आक्रमण गरेको थियो। तर त्यो युद्धमा गोर्खाका वीर सेनापति कालु पाण्डेले वीरगति प्राप्त गरे र सेना पछि हट्न बाध्य भयो। दुई पटकको असफलतापछि अन्ततः सन् 1767 तिर कीर्तिपुर कब्जा गरियो। इतिहासमा एउटा क्रूर घटनाको चर्चा छ, कीर्तिपुरेहरूको नाक र कान काटिएको प्रसङ्ग। यद्यपि यो कति सत्य हो भन्ने विषय आज पनि विवादमै छ, तर रहस्य यहाँ सकिँदैन। स्थानीयहरू भन्छन् आज पनि कीर्तिपुरका पुराना गल्लीहरूमा रात परेपछि अचम्मका आवाजहरू सुनिन्छन्। कसैले हिरेको पाइला, ढोका धकधक्याएको ध्वनि र कहिलेकाहीँ अस्पष्ट चित्कार। के यो इतिहासको गहिरो चोट हो कि अझै कुनै रहस्य बाँकी छ? तपाईलाई के लाग्छ? कमेन्ट गर्नुहोला।